नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। पृथ्वी राजमार्ग अन्तर्गत तनहुको आबु खैरेनीदेखि पोखरासम्मको 4 लेन सडक निर्माण शीघ्र सम्पन्न हुनेछ। मुगलिङ आबु खैरेनी खण्डको निर्माण कार्य सुरु गर्नेछौँ। नागढुङ्गा मुगलिङ खण्ड अन्तर्गत 40 किलोमिटर सडक स्तरोन्नति हुनेछ। नागढुङ्गा सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउनेछौँ। यी सडक खण्डको लागि रु 6 अर्ब 55 करोड विनियोजन गरेको छु। कर्णाली कोरिडोरको 31 किलोमिटर कालोपत्रे एवं ग्राभेल गर्नेछौँ। त्यस्तै कालीगण्डकी कोरिडोरको 21 किलोमिटर कालोपत्रे हुनेछ। कोशी कोरिडोरको उत्तरी खण्डको 15 किलोमिटर कालोपत्रे गर्नेछौँ। यी 3वटा कोरिडोरका लागि रु 6 अर्ब 25 करोड विनियोजन गरेको छु। गल्छी स्याफ्रुबेसी रसुवागढी सडक खण्डलाई स्तरोन्नति गर्न रु 1 अर्ब 35 करोड विनियोजन गरेको छु। सिद्धार्थ राजमार्गको बुटवल पोखरा खण्ड द्रुत मार्गका रूपमा निर्माण कार्य प्रारम्भ गर्नेछौँ। आगामी आर्थिक वर्षभित्र सिद्धबाबा सुरुङ मार्ग सम्पन्न हुनेछ। महाकाली कोरिडोरको दार्चुला टिङ्कर खण्डको ट्र्याक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची अरुण तमोर भेरी सेती कोरिडोर र खुटिया दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौँ चक्रपथ विस्तार अन्तर्गत कलङ्की वसुन्धरा खण्ड विस्तार कार्य सुरु गर्नेछौँ। वसुन्धरा चाबैल कोटेश्वर खण्डको डिजाइन सम्पन्न गर्नेछौँ। टोखा छहरे सुरुङ मार्गको विस्तृत सम्भाव्यता अध्ययन गर्नेछौँ। कर्णालीको जनजीवनलाई सहज गर्न जाजरकोटको मुलसामदेखि जुम्लाको टोप्ला सुरुङ मार्गको सम्भाव्यता अध्ययन गर्नेछौँ। खुरकोट चियाबारी, थानकोट चितलाङ, मजेमटार शक्तिखोर र चिसापानी बबई सुरुङ निर्माण सम्बन्धी अध्ययन गर्नेछौँ। प्रमुख सडक चोकमा ट्राफिक सङ्केत, चोक सुधार, सडक रेखाङ्कन, क्र्यास ब्यारियर र डिभाइडर जडान तथा मर्मतलाई निरन्तरता दिई सडक सुरक्षाका लागि रु 2 अर्ब 46 करोड विनियोजन गरेको छु। बर्दिवासदेखि काठमाडौँ तराई मधेस द्रुत मार्ग प्रस्थान बिन्दुसम्मको रेल मार्ग निर्माण कार्य अगाडि बढाउनेछौँ। निर्माणाधीन बथनाहा विराटनगर तथा जनकपुर जयनगर बर्दिवास रेलमार्गको बाँकी कार्य सम्पन्न गर्न रकम विनियोजन गरेको छु। आगामी वर्षदेखि काठमाडौँ उपत्यका लगायतका प्रमुख सहरी सडकको नियमित मर्मत सम्भार गरी धुलो मुक्त एवं खाल्टाखुल्टी मुक्त बनाउनेछौँ। सडकको राष्ट्रव्यापी मर्मत सम्भार अभियानका रूपमा सञ्चालन गर्न रु 28 अर्ब 52 करोड विनियोजन गरेको छु। राजमार्गका उच्च जोखिमयुक्त स्थानमा जलवायु अनुकूलित संरचना निर्माण गर्नेछौँ। पहिरोका कारण राजमार्गमा हुने अवरोधलाई तत्काल हटाई सेवा सुचारू गर्न रु 3 अर्ब 17 करोड विनियोजन गरेको छु। महिलाहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न सीसी क्यामेरा सहितको आधुनिक ब्लू बस सेवा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाउनेछौँ। शहरी विकास मध्य पहाडी लोकमार्ग आसपासका 12 स्थानमा पहिचानयुक्त सहर निर्माण गर्न जग्गा विकास र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन रु 1 अर्ब 83 करोड विनियोजन गरेको छु। देशका प्रमुख सहरहरूमा एकीकृत फोहोर मैला व्यवस्थापन, ढलमुक्त नदी अभियान र नदी किनारामा हरियाली प्रवर्धनका लागि रु 4 अर्ब 19 करोड विनियोजन गरेको छु। जेनजी आन्दोलनका क्रममा क्षति भएका सरकारी भवनको प्रबलीकरण तथा पुनर्निर्माण कार्यलाई प्राथमिकता दिनेछौँ। जाजरकोट तथा रुकुम पश्चिम लगायतका जिल्लामा भूकम्पबाट क्षतिग्रस्त निजी आवास र सरकारी भवन पुनर्निर्माण कार्य सम्पन्न गर्न आवश्यक स्रोत विनियोजन गरेको छु। हालसम्म सडक सञ्जालबाट नजोडिएका स्थानीय तहका केन्द्रलाई राष्ट्रिय राजमार्ग वा नजिकको प्रदेश राजधानीसँग सर्वयाम सञ्चालन हुने सडकमा जोड्ने गरी स्थानीय तह केन्द्र पहुँच सुधार कार्यक्रम अगाडि बढाउनेछौँ। नागरिकलाई आधारभूत यातायात सेवामा पहुँच बढाउन बढीमा 30 मिनटको पैदल यात्राको दूरी नबढ्ने गरी झोलुङ्गे पुल निर्माण गर्न रु 5 अर्ब 14 करोड बजेट विनियोजन गरेको छु।